आज पहिलोचोटि एउटा कविता लिएर प्रस्तुत भएको छु। कविताको शीर्षक छ सपना। सपना देख्नुपर्छ किनकि यो तिम्रो लागि तिमीले नै देख्ने कुरा हो। यसलाई कसैले पनि खोसेर खोसिँदैन। सपना देख, सङ्कल्प गर, लक्ष्य बनाऊ, कोसिस गर, सङ्घर्ष गर। तिम्रो सपना साकार पार्ने पथमा तिमी हिँडिरहँदा भन्नेले के भन्लान् भन्लान्। कतिले कुरा काट्लान्, कतिले खिजाउलान् पनि, कतिले हाँसोमा उडाउलान्, कतिले बाधा पुर्याउलान्, कतिले त बाटो समेत छेक्लान्। अझै अन्तै बाटो मोड्ने प्रयास पनि गर्लान्। कसैले तिम्रो सफलताको फलमा मोहियानी हकको पनि आश गर्लान्। यति हुँदाहुँदै पनि जब तिमीले आफ्नो लक्ष्य भेट्नेछौ नि, याद राख तिम्रो उपलब्धिलाई अरूले आफ्नो सपना बनाउनेछन् र भन्नेछन् उसले सपना देख्यो, साकार पार्यो, हासिल गर्यो, त्यसैले त ऊ बनेको हो मेरो आदर्श पात्र। धन्यवाद। यो सुस्मिता सेनले कुनै एउटा इन्टरभ्यूमा भनेको कुरा सुनेको आधारमा मैले प्रेरित भएर लेखेको थिएँ।